आज म तपाईहरुलाई हाम्रो एप्समा भएको नयाँ अपडेटको बारेमा बताउन गइरहेको छु। नयाँ अपडेट भनेको हामीले पिएससी, ओआरसी र इपिआई क्लिनिक थप गर्दाखेरि चाहिँ पहिले म्यान्डेटरी राख्नुपर्ने डेटहरु चाहिँ अहिले अप्सनल बनाएको छौं र अलिकति थप जानकारी पनि म गराउने छु। सबैभन्दा पहिला यहाँ हेल्थ पोस्ट 5 भनेर एउटा स्वास्थ्य चौकीको युजर मैले खोलेको छु। अब यसमा यदि कुनै स्वास्थ्य चौकी अन्तर्गत कुनै ओडामा चाहिँ खोप केन्द्र र गाउँघर क्लिनिक दुवै चल्छ भने हामीले के गर्छौं प्लसमा गएर त्यो पिएससी ओआरसी को नाम अथवा त्यो वार्ड गाउँको नाम चाहिँ हामी लेख्छौं। जस्तै रामपुर पिएससी, रामपुर इपिआई, ठेगाना वार्ड 5 हैन, खोप लगाउने दिन 5 गते, गाउँघर क्लिनिक हुने दिन 16 गते छ भने यसरी पनि हामीले एड गरेर रामपुर इपिआई क्लिनिक चाहिँ यहाँ एड भएको छ है। तपाईहरु यहाँ रामपुर हेर्न सक्नुहुन्छ। त्यसैगरी अर्को अप्सन के छ भन्दाखेरि यदि कुनै ओडामा चाहिँ खोप केन्द्र मात्र चल्छ तर पिएससी ओआरसी चल्दैन भने अहिले हामीले वेट मोनिटरिङ पनि गर्ने कुरा रहेकोले यदि इपिआई मा पनि हामीले वेट मोनिटरिङ लिन्छौं भने हामीले के गर्छौं भन्दाखेरि प्लसमा गएर पिएससी ओआरसी थापागाउँ इपिआई ठेगानामा वार्ड 9 मा मानव चलिरहेको छ भने खोप लगाउने दिन 5 र गाउँघर क्लिनिक सञ्चालन हुने दिन पनि 5 राख्न सक्छौं। यो भयो भने 5 गते चाहिँ त्यो बच्चालाई वेट जोख्न लैजानुस् भनेर चाहिँ मेसेज जाने भयो। यसरी पनि तपाईहरुले डेट राख्न सक्नुहुन्छ यदि इपिआई क्लिनिक मात्रै चल्छ भने। अर्को तेस्रो अप्सन के छ भन्दाखेरि यदि कुनै स्वास्थ्य चौकीमा इपिआई क्लिनिक चल्छ, स्वास्थ्य चौकीमा इपिआई क्लिनिक चल्छ भने हामी के गर्छौं त्यो स्वास्थ्य चौकीको इपिआई क्लिनिक पनि हामीले स्वास्थ्य संस्थाको मुनि चाहिँ जोड्छौं। जस्तै हेल्थ पोस्ट 5 भनेको प्लसमा गएर स्वास्थ्य चौकीको हेल्थ पोस्ट 5 इपिआई हैन, ठेगाना अब स्वास्थ्य संस्था मानव 7 नम्बर वडामा छ भने खोप लगाउने दिन पनि 6 गते र सोही दिन बच्चा चाहिँ वेट गर्न पनि आउन सक्छ। त्यसको लागि हामीले 6 गते राख्न सक्छौं। त्यो हुने बित्तिकै अब हामी बुझाउनुहोस् गर्छौं। र हजुरलाई एउटा कुरा अरु थप भन्दिन्छु म, यदि इपिआई क्लिनिक सञ्चालन हुन्छ अर्थात खोप केन्द्र सञ्चालन हुन्छ तर तपाईहरुले बच्चालाई जोख्नु हुन्न त्यो दिन भने यदि खाली राख्नु भएको खण्डमा त्यो बच्चाको डेट अफ बर्थ को आधारमा हरेक महिना चाहिँ मेसेज जाने भयो। त्यो चाहिँ कुनै पनि दिन रेन्डमली उसको महिना पुगेको हिसाबले चाहिँ यति मानव 10 गते बच्चा जन्मेको छ भने अर्को 10 गते चाहिँ वेट मोनिटरिङको लागि जानुस्, बच्चालाई जोख्न लैजानुस् भनेर चाहिँ मेसेज जान्छ यदि पिएससी ओआरसी को डेट खाली राख्नु भएको छ भने है। त्यसैले यदि इपिआई मा तपाईहरुको पिएससी ओआरसी सञ्चालन हुन्छ अथवा इपिआई कै ठाउँमा चाहिँ तपाईले खोप केन्द्रकै दिन चाहिँ बच्चालाई जोख्नुहुन्छ भने सोही दिन चाहिँ तल र माथि एउटै डेट चाहिँ राखिदिनु होला। र एउटा अन्तिममा चाहिँ जस्तै कुनै वार्डमा चाहिँ पिएससी ओआरसी मात्रै चल्छ अर्थात गाउँघर क्लिनिक मात्रै चल्छ तर खोप क्लिनिक चल्दैन भने अब हामी के गर्न सक्छौं प्लसमा गएर हामीले त्यो पिएससी ओआरसी को नाम जस्तै रम्बापुर भनेर राखौं हैन, रम्बापुर इपिआई राखे मैले अहिलेलाई। त्यो चाहिँ वार्ड 1 मा चलिरहेको छ तर खोप चल्दैन भने गाउँघर क्लिनिक 28 गते राख्नु भएको छ भने खोप लगाउने दिन चाहिँ त्यो वार्ड नम्बर 1 बाट वार्ड नम्बर 1 को बच्चालाई नजिकको कुन खोप केन्द्र पाएको पर्छ अर्थात मानव 5 वडा नम्बर 5 चाहिँ नजिक पर्छ त्यहाँ चाहिँ 6 गते खोप लाग्छ भने हामीले 6 राखेर त्यसरी चाहिँ एड गर्न सक्छौं र त्यो अन्तर्गत स्वयंसेविकालाई पनि अब हामीले एड गर्न सक्यौं। यसमा केही कन्फ्युजन भयो भने मलाई डीएम गर्नु होला अथवा व्हाट्सएप हाम्रो सीएचआईएस लुम्बिनी ग्रुपमा चाहिँ केही कुराहरु सोध्न चाहिँ सक्नुहुन्छ। हस्, थ्यांक यू।